सिकिलेस गाउँतिर रेडी भइसक्यौँ अब ट्रेकिङ गर्न। कस्तो छ हाम्रो त बल्ल स्टार्ट भयो। ल हामी पुगिरहेको छौँ, पुगिसक्यो अब। गुड मर्निङ फ्रम सिक्लेस। निद्रामा छौँ हामी अझै, नाम नै बिर्सिसक्यौँ निन्द्रामा भएर। ल है केटा हो, हामी बिहान सिकिलेस गाउँतिर रेडी भइसक्यौँ अब ट्रेकिङको लागि। हामी एकछिनमा नास्ता गरेर त्यसपछि सबैजना निस्किनेछौँ। पछाडि हाम्रो सरहरू फोटो खिच्दै हुनुहुन्छ। ल है गाइज, अब हामी रेडी भइसक्यौँ यहाँबाट निस्केर नास्ता गरेर। बिहार सर, हाम्रो बिपिन सर टक्क लाएर उठाए लटपट किन हो फेरि यो माइत जाने हो कि भाइ। अब हामी निस्किन्छौँ टक्क। हामी कहाँको लागि गइरहेको, सिधै खापुचे जान्छौँ हामी। है केटा हो, सिक्लेस गाउँतिरबाट भ्यू टक्क देखाइरहेछौँ हामीहरू हजुरलाई। सिक्लेसको भ्यू माथितिर लाएर टक्क हिमाल बवाल देखिरहेछ। यतातिर हाम्रो सरहरू टक्क लाएर यस्तै छ है गाउँ। यही हो सिक्लेस गाउँ। माथिबाट पनि भिडियो देखाउँछौँ हामी हजुरहरूलाई एकछिनमा। अगाडि पास ओके। हा हिमालको मुनि छौँ हामी चाहिँ। यस्तो राम्रो ठाउँमा छौँ जब कि अब हाम्रो ट्रेकिङ सुरु भयो। हामी 8 घन्टाको सरले अर्ग्यानिक खानेकुराहरू खोज्दै हुनुहुन्छ। सरले चाहिँ हाम्रो यहीदेखि खोज्नु सुरु गर्नु भएको छ। हाम्रो सोम सर पनि आउँदै हुनुहुन्छ। पुरा एक्साइटेड, टोटल एक्साइटेड। जय होस्, सबको जय होस्। हर हर महादेव। ल कोदो हेर्नुहोस्, कोदो यस्तो हुन्छ। मिल्दैन भनेको नि त, तर त्यो अरू ठाउँमा चाहिँ त्यस्तो थिएन। तर यो ठाउँमा चाहिँ त्यो हुनुको रिजन चाहिँ कारण चाहिँ के होला त्यो यो ठाउँमा त्यस्तो? आसिनो पानी पर्छ भनेर के त्यो धान र कोदो लान्छ भनेर हाल्ला गर्न दिनु। ए त्यो पहिलादेखिकै रीति संस्कृति भयो हैन। ल अब टक्क लाएर हामी पुगिसक्यौँ। पुगेर पनि हजुरहरूलाई यो गाउँको भ्यू आउनै पर्ने ठाउँ है केटा हो। सबजनाले आउनुपर्छ यता। 4-5 दिन बिदा छ भने आइहाल्ने, रोक्ने नै होइन। यस्तो झुप्री बवाल गाउँ नै यस्तो बवाल छ। अब माथितिर त झन् अब सोच्नु है कस्तो बवाल होला। ल है अब हामीहरू चाहिँ हजुरलाई पानी घट्ट देखाउने वाला छौँ टक्क लाएर। यो चाहिँ पानी घट्ट माथि पनि छ। धुलो सुलो पिन्ने काम हरेक कुरा चाहिँ यतै हुन्छ पानी घट्टमा। र यसको टर्बाइनहरू देखाउँछौँ हामी हजुरलाई। ल यसको टर्बाइन पानी घट्टको यस्तो छ। टक्क लाएर बाटो ओभरअलमा बवाल। त्यो चाहिँ धाराहरू टन्नै छ है पानी खान यता कोरी गाउँमा चाहिँ। ल है हाम्रो भ्लगको डे 2 चाहिँ स्टार्ट भइसक्यो। डे 1 चाहिँ हिजो पोखरादेखि यो सिकिलेस गाउँसम्म थियो। डे 2 चाहिँ सिकिलेस टु खापुचे लेक। ल हामी चाहिँ यति हिँड्छौँ, हुगु पुग्ने हो। हामीले पहिला चाहिँ 4.3 आवर लाग्छ। खापुचे चाहिँ पुरै 6 घन्टा, त्यहाँबाट फेरि 2 घन्टा अझ लाग्छ है। हाम्रो चाहिँ बाटो भइसक्यो। सरहरू डराएर सबै भिरतिर पुग्नुभयो। फेरि हामी त माथिबाट चढ्छौँ, तलबाट चाहिँ भ्याउ। हामी भैँसीलाई गरेर भाग्य अगाडि निस्किसक्यौँ।
हामी चाहिँ यसरी हिँडिरहेछौँ होइन। अब हिँड्दै गर्दा हजुरहरूले चाहिँ नदेख्ने हामीले चाहिँ देख्ने ठाउँ के हो थाहा छ? लेट्स सी, उता हेर्नु। Look at view मेरो पछाडि यस्तो बवाल छ के सरहरू तल। नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है। क्यों? क्या हुई? कानतिर चिसो लागिरह, अरू चाहिँ गर्मी नै भइरहेछ। Look at me. माथि चाहिँ कृष्ण डाँडा हो अनि यता चाहिँ खापुचे हो होइन। कृष्ण डाँडा चाहिँ माथि जानुपर्छ, हामी चाहिँ अहिले खापुचेतिर लागिरहेछौँ। यतातिर चाहिँ छ राइटतिरको बाटो। हामी निस्किसक्यौँ। टक्क पानी खाएर निस्किकेटा म त सर अगाडि निस्किसक्नु। ल हामी टक्क यस्तो हाइटमा पुगिसक्यौँ तल नदी। हामीहरू यस्तो हिँडिरहेछौँ। यस्तो हाइट भएर ऊ पारिबाट आएको हामी। यस्तो हाइट भएर हामी यहाँ पुग्यौँ कि बल्ल रिलिफ मिल्यो। ल हामी त लुगा खोलेर निस्क्यौँ यार। अति नै गर्मी भयो उकालोमा। के गर्नु, यस्तो चिसो ठाउँमा आएर नि हिँड्दा गर्मी भइरहेछ। सरहरू सबले खोल्नुभयो यसरी। ठीक छ, बवालो छ। निरन्तर हिँडाइमा छौँ। हजुर, आज हामी ब्याक टु काठमाडौँ गर्न सक्छौँ। यही हिँडाइ भयो भने यही हिँडाइ यही पारामा हिँड्यो नि त पुगिन्छ ढुक्क। काठमाडौँ हो, त्योभन्दा माथि पुगिन्छ सर ढुक्क। ल ल ल ल हिँड्दै गरौँ ल। ठिक छ। टक्क लाएर त्यो जङ्गलमा टक्क लाएर हिँड्नु कस्तो भाइब नै छुट्टै छ क्या। भाइब नै छुट्टै छ। अगाडि बसन्त सर, हेमन्त सर, हाम्रो सोम सर अगाडि हिँड्दै हुनुहुन्छ। विपिन सर र म पछाडि यत्तिकै। ल हामीहरू पनि पछाडि आउनुभयो। आइसक्नु भयो के? ल यी जोसमा भएका एकछिनमा यिनीहरूको जोस हजुर फेरि देखाउँछु म हजुरहरूलाई एकछिनसम्म हेर्नु त। ल है हामी अब यो के हो यता त्यो चाहिँ थाहा भएन। आर्मीको ब्यारेक जस्तो छ, आर्मी बस्ने हो कि। अब टक्क लाएर यहाँ पुगिसक्यौँ हामी। के सर? यहाँ चाहिँ आर्मी ब्यारेक रहेछ कि? हजुर उसको क्याम्पको हजुर। ल यता चाहिँ आर्मी क्याम्प रहेछ। ठाउँ चाहिँ कुन भनेर सर? इदी भन्ने ठाउँ। इदी भन्ने ठाउँको आर्मी क्याम्प रहेछ यता चाहिँ। यहाँ पुग्यौँ हामी। गान्जा टक्क लाएर यो गाँजाको बोटहरू यता हेर्नुहोस् होइन। एकदम सत्यनारायणको पूजा होइन, ट्याक्क गर्दै हरिहरि भन्दै जानुहोस्। यहाँ फुल फुलपाती चढाउनुहोस्। हजुर अहिले भर्खरै भन्नु पर्यो चाहिँ कापुची होइन, तपाईँ हिमालय पर्वत छ नि जो अन्नपूर्ण एफएम हो, उहाँ पुग्नुहुन्छ। हामी त्यहाँ पुग्नु माथिको मुहान, माथि गाउँपालिका है, माथिको मुहान है सर। त्यो गाउँ त लास्टै राम्रो गाउँ रहेछ क्या। माथिको मुहान हो, उहाँलाई नमस्ते गर्नुहोस्। त्यहाँबाट चाहिँ
हाम्रा पर्यटकहरू जति पनि छन् नि हाम्रा भन्न पर्यो भ्रमण यात्रा गर्ने यस शुभ दीपावलीमा लक्ष्मी पूजा आज हुन्के आयो औँसी होइन हो लक्ष्मी सम्झिनुहोस् सरसर जानुहोस् आँखा चिम्लेर जानुहोस् हजुरहरू ठ्याक्कै हिमालको त चुचुरामा ठोक्किनुहुन्छ अब मैले यहाँभन्दा ल हामी एकचोटि यता टक्क रेस्ट गर्न रोकेका थियौँ यता ब्यारेक जस्तो रहेछ आर्मीको यतातिर त्यही भएर अब टक्क यता सस्पेन्सन ब्रिज पनि रहेछ फोटोसोटो खिच्यौँ माथि भ्यू लिँदै टक्क पारामा आम्मा लुक एट दिस बिपिन सर आउनु यार लुक एट दिस यार ल गाइस heaven we are there to heaven woo come on yeah बिपिन सर दौडिनु टक्क लाएर यार यस्तो नि हुन्छ भने ल विटनेसिङ ट्रु ब्युटी अफ नेपाल है केटा हो यतिको चाहिँ घुम्नु पर्छ लुक एट द्याट पछाडि हेर मेरो यो हो नि त भ्यू यो हो नि त घुम्ने तरिका हाम्रो त्यसरी घुम्नु पर्यो नघुमेर हुँदैन जिन्दगीमा घुम्नै पर्ने रहेछ बाहिर निस्केर थाहा भयो घरबाट हामी हिमालको यस्तो बवाल दृश्य हेर्दै अगाडि बढिरहेछौँ है केटा हो दोस्रो ठाउँमा यस्तो खोलाहरू छ है केटा हो टक्क पानी खाँदै इन्जोय गर्दै रिल्याक्स गर्दै जान मिल्छ तर बाटो चाहिँ कुनै ठाउँमा चाहिँ अति अप्ठ्यारो तर कुनै ठाउँमा चाहिँ राम्रो पनि छ है ल गाइस बाटो चाहिँ यस्तो पनि छ है यता यहाँ हेर्नु त लड्यो भने सिधै मरिन्छ ऊ ढुङ्गा बाँदर यस्तो छ हामी यो छेउबाट हुँदै माथि जाने हो लाइक यस्तो छ कि यस्तो मलाई डर लाग्छ जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना चट खेडा हो हामीले हिँडेको भइसक्यो त्यही केही 3 घन्टा जति फेरि हिँडि नै रहेछौँ अलमोस्ट अझ हामीलाई 2-2.5 घन्टा 3 घन्टा लाग्छ हाकु भन्ने ठाउँ पुग्न अनि त्यहाँ एकछिन हामी रेस्ट गरेर फेरि कापुचे लेक जानेछौँ आउनु त ठिकै गरे केटा हो म यस्तो ठाडो उकालो हिँडेर आउनु पऱ्यो क्या लास्ट गाह्रो हे लौरा समातेर नि हुँदैन कहाँबाट पसिना निक्लिसक्यो क्या यहाँ पुरै लास्टै उकालो बाटो लास्टै गाह्रो हिँड्न त म त भन्छु नहिँडेको मान्छेले चाहिँ नआउँदा राम्रो त्यही केही दिन 8-10 दिन यसो सानो सानो हाइक जाने पानी बनाउने अनि बल्ल आउने नत्र त काम छैन आएर यस्तो कहाँ चढ्न सकिन्छ यस्तो उकालो यार थेट हजुरले ट्रेक कम्प्लिट गरिसक्नु भयो हजुरहरूको फिलिङ के छ कस्तो छ हाम्रो त बल्ल स्टार्ट भयो अब तू गया बेटा अब तू गया देख ल त्यसो भए गाह्रै हुने भयो हामीहरूलाई होइन हस् थ्याङ्क यू हजुरहरूको सजेसनको लागि है ल हेर्नु यस्तो उकालो हामी त्यहाँ तलबाट आयो क्या फेदीबाट अब के भन्नु यस्तो उकालो लास्टै गाह्रो छ यार कति प्याकेट छ तपाईँसँग यसपछि एउटा हामी निस्किसक्यौँ टक्क लगाएर पछाडि हामी सरहरू प्याकुरेलले राम्रै भनेको छिन् कि यता हेर्नुहोस् त वाउ होइन हुन्छ प्याकुरेल हजुरले राम्रै वाउ के भन्नुभएको थियो ल है पारिपट्टिको हाइड्रो पावर माथि टक्क लगाएर हिमाल यस्तो छ पुरा भ्यू अनि हिमालको फेदमा हामी बिपिन सर म र अरू साथीहरू सरहरू चिल हान्दै चिल
म आगो भए पनि हुने हजुर यस्तो छ पुरै बाटो यस्तरी हिँड्नु पर्छ लाएर हामी डाँडाबाट निस्किसक्यौँ यति गाह्रो छ भने ल बाटो ल फाइनली हामी हुगु पुग्यौँ हुगुको लभ इन कटेज भन्ने ठाउँ टक्क लाएर यस्तो छ कटेज हुगु ल हुगु चाहिँ 21 यहाँदेखि कति मिनेट लाग्यो कति घन्टा 2 घन्टा लेक त्यो को यस्तो चुतियाहरू हुन्छ नि पुरै मेटाइदिएको छ अब यहाँ सजेसनहरू छ कापुचे लेकमा के गर्ने के नगर्ने भनेर ल यो बोर्ड हेर्नुहोस् यो चाहिँ हामीले कापुचे आएर गर्न नहुने कामहरू हो Thank you, Thank you. ल केटा हो यहाँ चाहिँ फेरि उत्तिकै त्यही त के हामी के लेख्यो खाप्चु लेक खापुचे लेक जाँदै थियौँ लोअर ग्लेसियर भन्छ त्यसलाई चाहिँ हाम्रो दोस्रो दिनको बाटोमा हिँड्दै गर्दा बाटो अति उकालो रहेछ बाटो भन्दा नि पुरै भिड चढेर नै हिँड्नु पर्दो रहेछ सबजना सरहरू थाकेर बस्नु भएको पछाडि ल अब हामी पनि यसरी टक्क 5 मिनेट यता रेस्ट गरेर अब हामी निस्किँदैछौँ आजा माही सोन्या आजा के गल लगी जाको ल भाग्नु विपिन सर पुगिसक्यो हामी आफै चस्मा तल आउँछ त ल है ल हामी पुगिरहेछौँ पुगिसक्यो अब त्यो दुन छोड्यो उतातिर ट्रक लाएर हिमालको फेदमा सरी हामीहरू पुगिसक्यौँ अब लेक देखाउने हजुरहरूलाई होटेल ब्याम्बू एन्ट्री हाउस लेक साइडतिर होटेल माउन्टेन पिक खापुचे टक्क लाएर खापुचे ये बेबे स्वर्ग हो ल फाइनली पुगिसक्यौँ हामी अलि मात्र अब हिँड्ने खापुचे लेक Yeah, baby. Come on. Jannat. चलो पढी आलम केटा हो टक्क लाएर ल हम जन्नत में है ओ माय गॉड तर म आफ्नै पाइलामा हिँड्ने नि त लुक एट दिस बॉयज अर्का पाइला मिडियम रानी गुर होनी है सुन दी ता गल भी जरूर होनी है सुन दी ता गल भी जरूर होनी है भाइ हामी खापुचे लेक भन्ने ठाउँ पुग्यौँ टक्क लाएर
This is how the lake looks. यस्तो देखिन्छ कापुचे चाहिँ उतैसम्म छ ताल माथि चाहिँ अन्नपूर्ण सेकेन्ड र लमजुङ है केटा लमजुङ र अन्नपूर्ण अनारों का पत्ता चनारों का जैसे हवा कापुचे If you're feeling like you need a little bit of company, you met me at the perfect time. Hello guys, हामी निस्किसक्यौँ कापुचे लेकबाट थ्याङ्क्स फर भिजिटिङ कस्तो चिसो भयो यार केटा हो अहिले त पुरै अलि चिसो फिल भएर हजुरहरूलाई धेरै धेरै धन्यवाद है गाइज भिडियो हेर्दैकोमा किप सपोर्टिङ है सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला